हेर्न साथी लिटरली हामी माथिबाट झर्ने क्रममा छौँ। यो हाम्रो एकदम मनमोहक दृश्य छ, हिमालहरू देख्न सक्छौँ यहाँ। हामी हजुरहरूलाई निरन्तर देखाउँदैछौँ। दाइहरू पनि यो हाम्रो हिमाल दाइहरू चढेर झर्ने क्रममा अगाडि बढिरहनु भएको छ है। फाइनल्ली हामी आफ्नो डेस्टिनेसन बाटोतिर लागिराखेका छौँ है साथीहरू। बाटो यस्तै है, चिप्लिने लड्ने बढ्ने त हुन्छ नि, एकदम विचार पुऱ्याएर हिँड्नुपर्छ। बाटोको अवस्था यस्तो छ, त्यहाँ लिने क्रममा छौँ। साथीहरूको एक्साइटमेन्ट लेभल कस्तो छ अवस्था? ठिक छ एकदम। ल उहाँहरू एक्साइटेड हुनुहुन्छ, हामी उहाँहरूको जोस जाँगरलाई कदर गर्छौँ। ल एकदम ट्रेकिङमा मनमोहक दृश्य है, हेर्न सक्नुहुन्छ। ट्रुली हिमालदेखि झरेको पानी है यहाँसम्म, खोलाको तिरै तिर भनेर अगाडि बढ्ने क्रममा छौँ है। यहाँ खोलाहरूलाई हेर्न सक्नुहुन्छ। खोलाको बाटो, खोलाले बाटो आफू देखाउँछ। हामी अगाडि बढ्नु चाहिँ पर्छ, जीवनमा धेरै कुरा सिकिन्छ यहाँबाट है। खोलाले जसरी बाटो मोड्छ, हामी पनि निरन्तर अगाडि बढ्ने क्रममा यहाँ हाम्रो दाजुहरू अगाडि बढिरहनु भएको छ। निरन्तर थकाइ हरै सबै भुलेर अगाडि बढ्ने क्रममा हुनुहुन्छ। लिटरली बाटो यस्तै है साथी हो, यस्तो छ बाटो। खोला यता छ, डाँडा काँडा पाखा पखेरो है। के छ हजुरको अवस्था? अलि सन्चो हुनुभयो? ल बिरामी भएर पनि उहाँहरूले आफ्नो सङ्घर्ष हार्नु भएको छैन, बिस्तारै भए पनि अगाडि बढ्ने क्रम। हामी 4 बजे हिँडेका थियौँ बिहानै। ल आज अब हेरौँ कहाँ पुगिन्छ। अब हेर्नु डेस्टिनीको चाहिँ थाहा छैन, कहाँ बास पाइने हो, कहाँ बस्नुपर्ने हो, अहिलेसम्म अननोन छ। कति हिँड्न सकिन्छ त्यही आधारमा हाम्रो डेस्टिनी बन्नेछ। अवस्था यस्तो छ हेर्नु है, खोलाको अवस्था एकदम खोला मनमोहक छ। यहाँ अगाडि बढ्ने क्रममा छौँ। हाम्रो बाटो है, बाटो यस्तो छ। हामी लिटरली ढुङ्गा 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 भन्दा केही देख्दैन, वरिपरि सबै ढुङ्गा माटो यस्तो छ। माथिहरू ढुङ्गा, हिल पाखा पखेरो है। लिटरली साथीहरू आउने जाने क्रम बढ अगाडि छ। हामी बिहानै कहाँ पुगेर फर्केकोले चाहिँ हामीलाई सजिलो भएको छ, त्यसैमा हेऱ्यौँ। सँगसँगै दाइहरू अगाडि बढ्ने क्रम, हिमाल खोलाको आनन्द लिँदै हुनुहुन्छ साथी। खोलालाई हेर्न सक्नुहुन्छ। अगाडि बढ्ने क्रममा हामी छौँ। मनमोहक दृश्य लाग्नु भएको हो, अरेन्ज खानु भएन। ल एकदमै जोस जाँगरका साथ अगाडि बढ्नुपर्छ। ल हिमाल है, खोलाहरू। हजुर पनि फर्किनु भएको? ए ल म पनि फर्किने क्रममा हुँदो रहेछ। भ्यू हेरेर हामी पनि फर्किने क्रममा छौँ। जाने क्रममा चाहिँ फोनमा चार्ज नभएर केही पनि भिडियो फोटो खिच्न पाइएन। फर्किने क्रममा भए पनि हजुरहरूलाई यो अवस्था देखाउनलाई ट्रेकिङ गर्ने क्रम जारी छ। हिमाल है, हेर्न सक्नुहुन्छ। हिमालबाट झरेको पानी एकदम। बाटो यस्तै हो, केटाकेटी हो ट्रेकिङ गर्न आएको एडभेन्चरस त अलिअलि हुनै पऱ्यो होइन। एडभेन्चरस जोर्नी भएन कि मजा। हजुरहरूलाई आदि एडभेन्चरस जोर्नी देखाउन बाँकी नै छ। साथीहरू दाइहरू सरहरू फोटो खिच्नेदेखि लिएर हात गराएर साथीहरू थकाइ मार्दै हुनुहुन्छ, अगाडि बढ्दै हुनुहुन्छ। ल हामीलाई ट्रेकिङ गर्न रमाइलो छ। हामीले एउटा फनको रूपमा लेखेको छौँ। ल दाजुहरूको अवस्था हेर्दा दाजुहरू काम गरिरहनु भएको छ निरन्तर, दुःख पीर कष्ट नभनेको हामीलाई फनको रूपमा भए पनि उहाँहरूले आफ्नो एउटा जीवनको सङ्घर्ष मानेर अगाडि बढिरहनु भएको छ।
उहाँहरूको त्यो सङ्घर्षलाई हामी कदर गर्छौँ यस्तो ठाउँमा, यस्तो विकट ठाउँमा उहाँहरूले निरन्तर आफ्नो तरिकाले। हार थोरै छ, 45 मिनट्स 45 मिनट्स ल हजुर 45 मिनट्स बिस्तारै हिँड्नु भयो भने फटाफट हिँड्नु भयो नि 38 मिनट्स माथि पञ्चकुण्ड ताल। हजुर हजुर त्यो हिँडाइमा फरक पर्यो, कोही एकछिन छिटो हिँडिन्छ एकछिन। हजुर त्यही हो हजुरको बुझाइ। ल हजुरहरूलाई बेस्ट अफ लक अगाडि जोड्नेको लागि। साथीहरूको प्रतिक्रिया लिँदै हामी अगाडि बढ्ने क्रममा छौँ। ल अगाडि बढ्नेछौँ। बाटो साथीहरू बाटो सोध्दै हुनुहुन्छ, बाटो यस्तो छ है। के छ हजुरहरूको सुझाव दाजुहरू? हजुर ध्यान दिएर हिँड्नु पऱ्यो होइन, हात्तिनु भएन। बाहिर अगाडि बढ्नेछौँ हामी नि, अब अगाडि बढ्ने क्रममा छौँ। बाटो यस्तै छ। साथीहरू आउने क्रममा हुनुहुन्छ, कोही खाजा खाने क्रममा खाजा खाँदै हुनुहुन्छ, कोही आउँदै हुनुहुन्छ है। हामी निरन्तर जोड्नेको क्रममा छौँ। बाटो यस्तै है साथीहरू, हेर्नु है एकदम विचार पुऱ्याएर आउनुपर्छ। खोलाहरू ढुङ्गाको बाटो, खोला तिरैतिर है, खोला माथिदेखि बगिरहेछ निरन्तर तलसम्म। हामी निरन्तर सङ्घर्षको मैदानलाई पार गर्दै अगाडि बढ्ने क्रममा छौँ। ल हजुरहरूको ट्रेकिङ कस्तो हुँदैछ? ल शुभयात्रा अगाडि बढ्ने क्रममा। ल साथीहरू आउने क्रममा अझै हुनुहुन्छ। साथीहरू आउने क्रम जाने क्रम जारी छ। ट्रेकिङको यात्रा एकदम सङ्घर्षपूर्ण भए पनि जीवनै सङ्घर्षपूर्ण हो, तर सङ्घर्ष पछाडि त्यो खुसीको क्षण आए जस्तै हामीले सङ्घर्ष पछाडि खुसीको क्षण हेरेर आयौँ। हजुर हामीले एक्सपिरियन्स गरियो। हामी यो सङ्घर्षको मैदान पार गरेर हामीले आफ्नो गन्तव्य पनि हेरेर आइसक्यौँ। सो रिग्रेट चाहिँ केही छैन, अब रिग्रेट गरेर पनि केही हुनेवाला छैन। त्यही बस्न खान चिसो अत्याधिक, बाटो त्यस्तै हो। अलि रुमको कुरा लिएर खानालाई लिएरको कुराहरूमा म्यानेजमेन्टको कुरामा चाहिँ गाह्रो छ। दाइहरू भारी बोकेर अगाडि बढ्ने क्रममा हुनुहुन्छ, उहाँहरू खाना माथि बेस क्याम्पसम्म पुर्याउनलाई। पञ्चकुण्ड अनि बेस क्याम्प, पञ्चकुण्ड तपाईँको 1 घन्टा लाग्यो होइन, त्यहाँदेखि उता फेरि बेस क्याम्प पुग्न अर्को 1 घन्टा लाग्छ। हजुरहरू कहाँबाट आउनु? ए ल ल ठिक छ, फटाफट गएर आउनुभयो भने सक्नुहुन्छ। ल शुभयात्रा। बाटोलाई चाहिँ एकदम होस गरेर जानु होला।